यसपाल चाहिँ अब एससी दिइसकेको कस्तो भयो त अनि यसपालको एससी भाइ साँच्चै ठिकै भयो ए बासपानी उता के अरे बाक्सिलोमा दिन आउनु भएको थियो ठिकै भयो कतिको टाइट भयो कि भएन त्यति साह्रो भएन है पास गरिन्छ नि है पास गरिन्छ होला ठिकै टाइट खासै भएन होला ए अनि यसपाल त अलिक के अरे बाक्सिलोमा टाइट भए जस्तो कुरा सुनेको थिएँ के भन्छ यसपाल चाहिँ केही मोबाइलहरू पनि हुलाउन पाइएन भन्ने कुरा सुनेको थिएँ भाइहरूले चाहिँ कतिको हुलाउन सकियो कि सकिएन सकिएन अनि ऊ चाहिँ के अरे चिटहरू यसो चोर्ने क्रम भयो कि भएन त्यो त भयो कतिको चोरियो अलिअलि भनेपछि जुन ज्ञान चाहिँ पढेकोले नै दिनुभयो भाइले एकचोटि फेरि भाइको शुभ नाम सोध्न चाहिँ के पनि भाइको नाम साँच्ची अविनाश अब नामै अविनाश भनेपछि त धेरै राम्रो र एक्जाम भनेपछि राम्रै गर्नुभयो बासपानी नै पहिल्यैदेखि पढ्नु भएको होइन अनि म त 2-3 ठाउँ पढे यहाँ माथि पर यहाँ माथि थाटी बासपानी ए 10 मा यसपाल अब पास भइएला जस्तो छ कि के कस्तो छ त भाइ पास भइन्छ नि होइन खै थाहा भएन भइन्छ ठिक अब चाहिँ अब के गर्ने सोच्नु हुनुहुन्छ त भाइ अब एससी दिएपछि त होइन अब म यस्तो गर्छु भन्ने एक किसिमको मन हुन्छ नि त अब कहाँ पढ्ने सोच गर्दै हुनुहुन्छ कता पढ्ने सोच गर्दै हुनुहुन्छ कता दिक्तिल हो कि धरान हो कि काठमाडौँ हो कि बाक्सिला हो कि बाक्सिलैतिर पर्ने बाक्सिला दाइले चाहिँ काठमाडौँतिर हुनुहुन्छ दाइको नाम चाहिँ के आयो चाहिँ दाइले चाहिँ बाक्सिलातिर नै पढ्ने सोचमा हुनुहुन्छ भाइ चाहिँ बाक्सिला भन्दा त काठमाडौँ ठिक हो कि बाक्सिला नै हो ठिक त काठमाडौँ नै किन त अनि बाक्सिलातिर गर्लफ्रेन्ड छ हो छैन अनि किन त म पनि काठमाडौँ जस्तै राम्रो लाग्छ कि यसो हाम्रो गाउँठाउँ भएर यसो अब त्यहाँबाट चाहिँ घर पनि आउन नजिक भएर हो कि हो ठिकै अनि बाक्सिला चाहिँ अब यसपालदेखि लगभग बसाइ हुन्छ असारमा रिजल्ट आउँछ होइन असारमा रिजल्ट आउँछ अनि त्यस पछाडि चाहिँ बाक्सिलामा साथीहरूसँग बस्नुहुने कि तपाईँ एक्लै मात्रै घरबाटै भ्याइहालिन्छ नि अनि बिहानै हुन्छ अनि कसरी भ्याउनुहुन्छ त कि दिउँसो हुन्छ 10 बजीदेखि हुन्छ यहाँबाट 8 बजी भएको पनि हिँड्यो भने पनि पुगिहालिन्छ यहाँबाट त्यस्तो सोचमा हुनुहुन्छ अनि नाना पनि छन् नि त नाना पनि जानुहुन्छ के हो नानाको नाम ममता ए ममता कतिमा अहिले 11 मा यहीँबाट के अरे बिहान जानुहुन्छ बेलुका आउनुहुन्छ है ठिकै भनेपछि अब 11 मा चाहिँ के पढ्ने कुन सब्जेक्ट लिन खोज्दै हुनुहुन्छ तपाईँ के अरे आर्ट्स हो कि एजुकेसन हो कि कमर्स हो के पढ्ने सोचमा हुनुहुन्छ भन्नु त पास त भइन्छ नै हो एससीमा अब पास भइन्छ होला यदि कुनै लाग्यो भने के गर्ने सोचमा हुनुहुन्छ दिनुहुने कि अथवा के गर्नुहुने दिने अनि पछि गएर के गर्ने सोचमा हुनुहुन्छ कति वर्ष पुग्नुभयो साँच्ची 15 वर्ष गर्लफ्रेन्ड बनाउनु भएको छ कि छैन किन त अनि 15 वर्ष पुगेपछि आज भोलिको भाइ बहिनीहरूले त 12 वर्षमै गर्छन् अरे भाइको चाहिँ के लप नै नपढेको हो कि हेर्दा पनि के अरे के भन्नु भाइले चाहिँ अब एक किसिमको भविष्यमा के गर्छ अनि मात्रै गरेर भन्ने सोचमा भाइ
15 वर्ष पुग्नुभयो आदेश के अरे अविनाश भाइ र अहिले चाहिँ एससी एक्जाम दिएर चाहिँ के अरे यहाँ जुन घाँस चाहिँ काट्दै बस्दै हुनुहुन्छ है एक किसिमको खुल्ला महसुस भइरहेको होला नि होइन एक्जाममा आउँदा यति गाह्रो हुन्थ्यो होइन तनाव हुन्थ्यो नि त पास भइने हो कि कस्तो हुने भन्ने कुरा लाग्थ्यो कि लाग्दैन थियो भाइ लाग्थ्यो ए भनेपछि अहिले चाहिँ एकदम खुल्ला होइन अब गेम पनि यहाँ चलिरहेछ दिउँसो गेम हेर्ने अनि बिहान के अरे घाँस काट्ने दिउँसो घाँस काट्ने होइन ल ठिक छ ए यहाँनिर घर चाहिँ अलिक मासतिर ए अहिले 10मा के अरे पढिसक्नु भएर चाहिँ एससी दिनु भएर चाहिँ के अरे बसिराख्नु भएको छ अनि अहिले तपाईँहरूको ओके एससीको कापी चाहिँ काट्न ढिलो भइसकेको छ सर्भिसहरू चाहिँ सबै कहाँ जानुभएको छ थाहा छ हो आन्दोलन र उहाँहरूलाई के कस्तो लाग्छ अब एसीको यदि के अरे साउनमा ननिस्किए के अरे असारमा ननिस्किए चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ सरहरूले सर मिसहरूले चाहिँ अब जस्तो भाइ अब असारबाट उता के अरे पढ्न जानुपर्ने साउनमा मात्रै निस्क्यो भदौ मात्रै अब हरेक कुरा मिल्ने भयो के अरे सर्टिफिकेटहरू आउने भयो के अरे अनि भाइले चाहिँ के कस्तो सरहरूले भन्नुहुन्छ म्यामहरू मिसहरूले चाहिँ भन्नुहुन्छ सर म्यामहरूलाई यदि त्यस्तो भइदियो भने के भन्नुहुन्छ भाइ के भन्नुहुन्छ के भन्नु हुँदैन अनि रिस उठ्दैन नि भाइ उठ्दैन ए भनेपछि त ठिकैको लागि जानु भएको हो नि होइन आन्दोलन गर्नको लागि ज्ञान चाहिँ हासिल गर्नुपर्छ सबैले सम्मान शिक्षा पाउनुपर्छ होइन नेपालमा शिक्षा सम्बन्धी चाहिँ के गर्नुपर्छ भनेर जानुभएको होइन ल भाइ थ्याङ्क यू भाइको नाम फेरि एकचोटि भनिदिनु अविनाश ल फेरि भेट्दै गरौँ म पनि बाक्सिलोतिरै बस्छु है भाइ है त ल मेरो नाम चाहिँ प्रवीण राई मेरो घर चाहिँ यता पाथेका थाहा छ हो पाथेका भागुत भन्ने सुन्नुभएको हो त्यहाँ है त भाइ ल अहिले यो के अरे खोकमा स्थित म चाहिँ आउँदैछु यो अनार त यहाँनिर निकै राम्रो फलेको रहेछ पुरानो गाउँ भुसुन्द अहिले गेम चलिरहेको रहेछ खोकमा स्थितमा यहाँनिर माथि गेम सेन्टर चाहिँ रहेछ 13 गतिसम्म चाहिँ हुँदो रहेछ होइन सरी के अरे 13 गति चाहिँ यहाँनिर खगलुङमा साम्पाङ राईहरूको चाहिँ कार्यक्रम भव्य मानिने छ यहाँ मासतिर खोकमा स्थित देवी थान चाहिँ यहाँ छ र यहाँहरूमा चाहिँ म यहाँ प्रस्तुत गर्दैछु यो खोकमाको चाहिँ देवी थान भन्ने ठाउँ यहाँनिर रहेको छ यो खोकमा लगभग अन्तिम स्टेप हो म खोकमा चाहिँ अब पार गर्न लागिसकेको छु
पानी नपरेर यसपाल भर्खर मकै हाल्नु भएको रहेछ यतातिर। पानी अहिले चाहिँ परिरहेछ, एकदम ठिक भएको छ, एकदम ठिक भएको छ। यो हाम्रो गाउँ माथि देखिने माथि त्यो चाहिँ फुल त दामी फुलेको रहेछ। यो खोकमा अन्तिम यो लास्ट स्टेज ठाउँ हो। यो भन्दा उता शनिबारे थोरै ल हिट यता खोकमा स्थितको पुल हिट कालु त्यो खोकमा स्थित पुल हो। यहाँ ल खोला यता आज हो। ल हिँडे अघि